Okay guys, आजको हाम्रो यात्रा चाहिँ चितवनको गैरीबारीको झर्ना हुनेछ। So guys, everybody welcome छ। पैसा मागिरा हैनले। तिमीहरुले यो पैसा कमाएर के गर्छ भन्दा त? ह? पैसा के गर्छ भने? मर्मतको लागि। झर्नाको मर्मतको लागि? ल राम्रो राम्रो काम। ल टिकट काटिहाल हामीलाई नि। बाइक पार्किङ छ नि? खै देऊ 50 रुपैयाँ देऊ। पैसा टन्नै कमाछ त यार। दैनिक कति उठ्छ पैसा? दैनिक मेरो हो ल अब अरे भाइहरुले पैसा लिएन यार है भाइ पैसा लिएन बाबुहरुले यार किन हो खै ल ल ल ल ल चिने गरिन चिने गएर ल ल ल जो ल ल ल ओ या गाइस ओके आज शनिबार यस्तो प्याक छ मान्छेहरु हैन अब यति मान्छे छ भन्ने कुरा त्यो उयो छैन के बाबा ओ बाइक पार्किङ गर्ने चाहिँ कहाँनिर हो थाहै भएन यार यो गाइस जोइने जोके गैरीबारी झर्ना भने चाहिँ है कतिजनाले देख्नु भएको छैन होला हैन अब हेर्नुस् यो बेलामाको ब्लगमा हैन सो गाइस ओ यता त भत्ते पुरै भत्केछ भाइ पुरै डरन गएछ त यहाँ आम्मा हेर यस्तो छ है पुरा भत्केछ त नि त ओ त्यहाँनिर छ ल खै आउट देख्छ है यही हुन्छ है जतिसम्म जुम भयो भयो यति हो यहाँ जुम छैन जुम कहाँ जानु यहाँ नेट लाग्छ र नेट लाग्छ त यहाँ ए ओ माई गड होइन यस्तो दामी ठाउँ छ रोमान्टिक वातावरण छ गाइज होइन तर अलिकति हाम्रो केटाहरूले चाहिँ अलिकति लापरवाही तरिकाले नआएर झर्ना बसेर ड्रिङ्क गरेको भएर चाहिँ अलिकति नराम्रो माहौल बनेको हो नत्र भने अदरवाइज सबै कुरो एकदम राम्रो छ होइन यहाँनिर प्रायः जस्तो फ्यामिलीहरू पनि आउनुहुन्छ सबैजना आउनुहुन्छ रमाइलो गर्नुहुन्छ तर केही कुराहरू चाहिँ सुधार गर्नुपर्ने छ अरू सबै ठिकै छ पारिपट्टि होटलहरू छ अनि तपाईँहरूलाई त्यो होटलमा देखाउनेछु त्यो होटलमा अब हामी पनि जाने हो अब होइन दामी चाहिँ गैरीबारीको झर्ना है मान्छेहरू हेर्नु त कहाँदेखि आउनुहुन्छ आमा भनेपछि टाढैबाट होला यार अनि सर तपाईँहरू कहाँदेखि आउनुभएको हेलो कहाँदेखि आउनु तपाईँहरू सौराबाट हो सौरादेखि आउनु भएको छ सही छ है सबैजना कतिपय साथीहरू नयाँ आउनु भएको छ हल्लाउनु है कस्तो रमाइलो हुन्छ अन्त कसम यहाँनिर जसले भिडियो बनाउनुहुन्छ नि सबै भाइरल हो दिदी कसम दिदी पनि भाइरल हुनुभयो अब सबै भाइरल हुन्छ यहाँनिर होइन यस्तो दामी छ नि त वाउ यही हो गाइस गैरीबारीको झर्ना भनेको होइन यस्तो टाढो गहिरो छ कि भित्र हेर्नु त यही हो ल पाएँ वाउ यही हो गैरीबारीको झर्ना भनेको पाएँ दामी छ नि कस्तो दाएर दिदी है कस्तो मजाले भिडियो बनाउनु भएको छ होइन रमाइलो चाहिँ हुनुपर्छ जिन्दगीमा होइन अरू जे जस्तो भए पनि रमाइलो चाहिँ हुनुपर्छ गाइस होइन रमाइलो चाहिँ गर्नुपर्छ उमेरले केही पनि गर्दैन कि रमाइलो गर्नको लागि होइन के कसो भाइहरू तिमीहरू खोला खेल्यो खोला खेल्यो ल अब खेल्ने हो नि यार अब भिड्छ अब हेरेर बस्ने पहिला हो थोरै करिब बाइक पार्किङबाट चाहिँ 5 बजी जति हिँड्नुपर्छ होइन भोलि क्या खतरा ल यही होटल है चिउरी पनि बेच्न राखेर चाहिँ बाबाले र चिउरी कति पोका भाउ 100 रुपियाँ पोका हो आइपछि आएर किन्छु ल बस्यो भने किन्छु ल यो रिसोर्ट आएर भाइहरूको है म त स्यासे भयो यार मोटो छ नि त मोटो छु गाह्रो हुन्छ नि त गाइज हेच्चा यस्तो प्याक हुन्छ मान्छेहरू नै अब यहाँ फेरि कसको
कसको बुढा कसको बुढी होइन कसको केहरू देखिनु होला अब टेबल थाहा छ उता माथि माथि पनि रहेछ मान्छेहरू नि त आमामाम कति धेरै यार मान्छेहरू कति धेरै ओ माई गॉड ए पानी त म पनि करिब 2 वर्षपछि आएको होइन त्यस हल्का व्यवस्थित त गराएर छु र पानी चाहिँ बढे फोहोर छ क्या पानी चाहिँ पुरै हिँडै भइसक्यो किन आउनु यार माथि माथि जानु भएको मान्छेहरू तल फोहोर हुन्छ भने माथि पनि जानु भएको यस्तो छ नि हाम्रो है डर पो लाग्छ हौ कता कता चिप्लेर लड्ने पो हो कि है तर यहाँ बाबा पुरै यहाँ केटाहरू पुरा अल्किएर अर्कै खेल लगेर त्यो नजिसै मैले छोडेँ हो म त जाँदैन हौ नआउनु भयो नआउने ए हो गैरीबारी भनेको राइज त्यही हो यस्तो दामी ठाउँ छ भित्ता पुरै भत्किरहेको छ ल अब हामी पनि माथि जान लाग्यो होइन तर हामीले त्यस्तो फोर्स चाहिँ गर्दैनौँ क्या हजुर हाम्रो सामान खानेकुरा बोक्दैछ हामी जाँदैछु तपाईँहरू माथि गएर खाएर सबै फोहोर तलतिर पठाइदिनु भयो होला है त्यसरी नपठाउनु है केही छैन हामीले चस्मा लगाएको छ हामीले चस्मा लगाएको छ देख्दैन के पनि बाटो यस्तो छ गाइस बाटो है ओहो ओहो गाह्रो छ यतातिर नि माथि माथि छ नि मैले त यहाँ बसेर मासु पोले खाने भनेर भन्ने प्लान थियो कि यस्तो छ भने बाटो ए खानेपानीको लाइन यही हो र अनि पानी त फोहोर पो हुनेछ त नि यता कुलोजी हो कि अब यहाँ चाहिँ माथि चाहिँ बन्द गर्नुपर्ने भयो खोइ त यसको पाइप चाहिँ पाइपलाइन कुन हो खोइ त्यो ट्याङ्की हो यो माथि त जरा रहेछ त नि रुखको यार रुखको जराबाट आएर छ पानी यार हेर्नुहोस् यहाँ यही हो यसको मेल पानीको मुहान चाहिँ यो होइन केटाहरू पुरा नुहाइरहेको चाहिँ खुवायो नि गाईहरू अब म यहाँ जान्छु यस्तो गयो नगर्ने तिमी गर्छौ नि ओके अनि तिम्रो नाम चाहिँ मेरो नाम प्रभा धिताल कहाँबाट
भरतपुर ओ माई गुड भरतपुरबाट हो ल है अङ्कलको नाम के छ रे युबी लामा लामा क्यापिटल यु क्यापिटल बी लामा है ल सब्सक्राइब गर ल अब तिमीहरूले गर्नुपर्छ नि त सब्सक्राइब होइन ओके गाइज मेन मुहान चाहिँ यही हो यस्तो दामी छ यस्तो छ है अब हाम्रो यहाँ ड्राई फ्रुट नि छ है गाइज चिउरा पनि छ पनि छ यो पोर्क होइन यो पोर्क हो ओके पर्दैन यो छुन्ने अलि नुहाउने यही कोट लगाएर पर्दैन यही कोट लगाएर जाने हो हुन्छ त्यही मात्र हुन्छ म के नखाने त्यही मात्र हुन्छ मलाई म भएपछि म कोही त्यो बुङ्गुर मलाई हाउडा हुन्छ मलाई ठिक छ भाइ लामो छोरा हो नि त खाँदैन नि यसले खाँदैन नि यसले के है कस्तो रमाइलो भइरहेको छ चिउरा पनि छ है गाइस यता ओके ल ल अब खाउँ है ल म त मासु पोते अस्ति त मिसिन छ नि अरू दाइको त्यो मिसिन लिएर यो मासु माथि मासु खाउँ न त नि एक दिन फ्यामिली सबै आउनु त हाम्रो फ्यामिलीहरू दामी छ कि भाइ मासु पोल्नु ठाउँ कि मासु पोल्नु मिसिन कि यदि फ्यामिली सबै आउनु त नि नदेऊ नि किन पर्छ तिमी नखाने बिहोर नखाने खानु